हेलो अनि वेलकम ब्याक टु यो ओन युट्युब च्यानल फ्रिडम अफ लर्निङमा र आज धेरै दिनको बादमा हजुरको समक्षमा फेरि एकपल्ट उपस्थित भएको छु र आशा गर्छु हजुरहरू एकदमै मङ्गल कुशलै हुनुहुन्छ भनेर है कुशल मङ्गलै हुनुहुन्छ भनेर र आज तपाईको समक्षमा आउनको मुख्य उद्देश्य चाहिँ के हो भन्दाखेरि तपाईले हेर्नु पनि भयो होला है वेस्ट बेंगल पुलिस रिक्रुटमेन्ट बोर्डले चाहिँ एउटा कन्स्टेबल रिलेटेड एउटा नयाँ नोटिफिकेसन रिलिज गरेको छ जो तपाईले अफिसियल वेबसाइटमा गएर चाहिँ हेर्न सक्नुहुन्छ है र रिसेन्टली मात्रै यो 12 तारिक मात्रै रिलिज गरेको हो यो नोटिफिकेसन र के को रिगार्डिङ छ भन्दाखेरि चाहिँ तपाईले देख्नुहुन्छ है रिक्रुटमेन्ट टु द पोस्ट अफ कन्स्टेबल्स लेडी कन्स्टेबल्स इन कोलकाता पुलिसको चाहिँ के को नोटिफिकेसन हो भन्दाखेरि नि तपाईको यहाँनिर के हुँदैछ भन्दाखेरि तपाईको यो भ्याकेन्सी जति पनि अनाउन्स भएको थियो नि त्यो पहिला त्यो भ्याकेन्सीलाई रिभाइज गरिदिएको छ के रिभाइज भ्याकेन्सी पोजिसन तपाईले यहाँनिर हेर्नुहोस् 12 तारिक रिलिज गरेको नोटिफिकेसनमा गएर तपाईले यहाँ क्लिक गर्नुभयो भने कुन क्याटेगोरीलाई कति रिजर्भेसन दिएको छ यानी कि कति तपाईले उही गर्नुभएको छ भ्याकेन्सी पाउनु भएको छ यहाँ देख्नुहुन्छ है र यो फ्रेशली रिलिज गरेको यो एउटा नोटिफिकेसन हो र 12 तारिकमा त यसलाई रिलिज गरेको थियो है र यसमा हेर्न सक्नुहुन्छ तपाईले र भनिएको छ जति पनि 66 लिस्टेड ओबीसी कम्युनिटी छ उनीहरुलाई चाहिँ 7% को रिजर्भेसन पनि उहाँले दिने भएको छ है र उहाँले आफ्नो क्राइटेरिया चाहिँ फुलफिल गर्नु पर्यो र यो भ्याकेन्सी तपाईले देख्नुहोस् न रिभाइज्ड भ्याकेन्सी हो यो अनरिजर्भ क्याटेगोरी युआर मा जति पनि मेल छ उहाँको लागि 1092 भ्याकेन्सी रहेको छ भने फिमेलको लागि 468 र जनरल क्याटेगोरीको लागि चाहिँ तपाईको 1560 भ्याकेन्सी रहेको छ है र अनरिजर्भ फेरि ईसी को लागि इकोनोमिक सेक्सनको लागि तपाईको 12042 542 है यसरी 1782 यसरी रहेको छ भ्याकेन्सी तपाईले रिभाइज फर्ममा देख्नुहुन्छ है अनरिजर्भ एनबीएफ एचजी भयो अनरिजर्भ एक्स सर्भिसमेनहरुमा तपाईले हेर्दै जानुहोस् सिभिक भोलिन्टियर्सहरुको लागि पनि छ विलेज पुलिस भोलिन्टियर्सहरुको लागि पनि सेग्रिगेट गरिएको छ है र इकोनोमिकली वीक सेक्सन्सहरुको लागि पनि यहाँनिर रहेको छ सबै भ्याकेन्सी तपाईले ओभरअल हेर्नु भयो भने नम्बर अफ भ्याकेन्सीज मेल कति आएको छ भन्दाखेरि 8212 भ्याकेन्सीज छ र फिमेलको लागि चाहिँ 3537 भ्याकेन्सी रहेको छ र दुईटालाई कम्पाइल गर्दाखेरि चाहिँ हाम्रो 11749 भ्याकेन्सी छ हजुरहरूको समक्षमा अहिले रिभाइज्ड भएर आएको छ र यो थियो सानो सूचना हजुरहरूको लागि र अर्को चाहिँ के छ भन्दाखेरि यहाँनिर तपाईले गएर हेर्नुभयो भने तपाईले यदि कम्युनिटीमा ओबीसी फिलअप गर्नुभएको थियो पहिला है र यो अहिले रिसेन्ट जति पनि नयाँ नोटिफिकेसनले ओबीसीलाई कतिवटा कम्युनिटीको ओबीसीहरू जस्तै खस कम्युनिटीहरूको हटिएको छ है त्यो पनि तपाईले आफ्नो कम्युनिटीलाई गएर स्पेशल विन्डो टु मोडिफाई त्यो क्याटेगोरी मोडिफाई गर्नको लागि एउटा विन्डो लन्च गरिदिएको छ त्यहाँ गएर तपाईले के गर्नुपर्छ आफ्नो कम्युनिटीलाई पनि तपाईले चेन्ज गर्न सक्नुहुन्छ र यही थियो आजको सानो इन्फर्मेसन हजुरको लागि आई होप तपाईहरु आफ्नो निरन्तर गतिमा आफ्नो ड्रिमको तर्फ है काम गरिरहनु भएको छ होला भन्दै आजको यो सानो भिडियोलाई यही समाप्त गर्छु फेरि हजुरको समक्षमा जोडिने कोसिस गर्नेछु टिल देन टेक केयर एन्ड बाइ बाइ